ज्ञानटे यार, यसलाई सम्झ न यार। 1 घण्टादेखि केही पढेको छैन हौ, यसरी त फेल भइन्छ त एसीमा। ओइ, एकछिन चुप लागेर बस्न सक्दैनस्? आफू नपढे नि अरूलाई त पढ्न दे। ल अब म केही बोल्दिन, पढ। यत्रो पढेर नेपाल टपै गर्छस् कि? सीमा, मलाई म्याथको एउटा क्वेसन आएन हौ, सिकाइदेऊ न ल। खोइ कुन क्वेसन देखाउ त? यो टाइम एन्ड वर्क वाला। यदि किरणले एउटा खेत 4 दिनमा जोत्छ अनि आशिषले त्यही खेत 6 दिनमा जोत्छ भने दुई जनाले मिलेर त्यो खेत कति दिनमा जोत्छ? यो त क्वेसन नै मिस्टेक छ नि। कसरी? किरण र आशिषलाई खेत जोत्नै आउँदैन, अनि कसरी जोत्छ 4 दिन र 6 दिनमा तिनीहरूले? क्या करूं इसका? यो एक्जाम्पल मात्रै हो के? यस्तै क्वेसन सोध्छ एसीमा। ल हो र, मलाई त केही थाहा छैन त यार। यसरी त फेल हुन्छस् केटा। यसपालिको एसी त झन् टाइट हुन्छ भन्ने सुनेको थिए। म फेल हुँदिन, म फेल हुँदिन। एसई त म जसरी नै पास गर्छु। आजबाट बुक र मेरो लप पर्यो।